आज चाहिँ म बेथे र आलुको तरकारी बनाउँदैछु चट्ट भातसँग खानको लागि। सुरुमा चाहिँ मैले बेथे काटे, त्यसपछि अनि आलुलाई पनि काटे। आलु काटेर अनि मसला पिस्न गए। त्यसपछि अनि कुकर लिए, कुकरमा बेथेलाई हाले। अनि त्यसपछि मैले त्यसको माथि फेरि आलु हालेर अनि पानी हालेर त्यसलाई चाहिँ सिटी लगाउनको लागि ढक्कन लगाएर चाहिँ त्यसलाई मैले चुलोमा बसाले। अनि चुलोमा बसालेर फेरि एकातिर त्यो बसाले तरकारी अनि अर्कोतिर चाहिँ मैले भात बसाले। अनि बिचमा चाहिँ भात बसालेर तरकारी बसालेर ग्यास सक्यो। ग्यास सकेपछि फेरि हामी ग्यास लिएर आएर अनि त्यसपछि फेरि भिडियोलाई चाहिँ कन्टिन्यू गरेँ। साइडमा मैले प्याज काटेँ, टमाटर काटेँ अनि मसला पिसेँ, सिलौटोमा पिसेको मसला। अनि यता भात रेडी भइसक्यो। भात अब भर्सिनको लागि छोडिदिएँ मैले। अनि यता तरकारी पनि पाकिसक्यो, सिटी हटाएर अनि त्यसलाई चाहिँ खुँडेको मिठो हुन्छ नि त, त्यही भएर त्यसलाई खुँडेँ मैले। अनि त्यसमा चाहिँ मैले फेरि पानी थपेँ। पानी हालेर आफूलाई कति पानी चाहिने त्यो अनुसारले मैले त्यसमा पानी पनि हालिदिएँ। पानी हालेर चाहिँ यसलाई साइडमा मैले उम्लिनको लागि छोडेँ है। अनि त्यसपछि यतापट्टि अब त्यसलाई तड्का दिनु पर्यो नि त, त्यही भएर मैले कराई बसालेँ। कराईमा तेल हालेँ है। अनि तेल हालेर चाहिँ यो तेललाई मैले खरिनलाई छोडेँ। अनि त्यसपछि यसमा मैले मेथी हालेँ, प्याज हालेँ अनि यसलाई चलाइदिएँ। यो चाहिँ यो मिलमा पिसाएको तोरीको तेल भएर, घरमा पिसाएको तोरीको तेल भएर अनि यो तोरीको तेलमा पानी चाहिँ बढी भएछ कि, त्यही भएर चाहिँ तेलबाट पानी छोडिरहेछ है। अनि त्यसमा मैले टमाटर हालेर अनि त्यसमा नुन हालेँ, मसला हालेर त्यसलाई चाहिँ मैले चलाएँ। चलाएर त्यो टमाटरलाई चाहिँ मैले पाक्न दिएँ। पाकेपछि त्यो टमाटरलाई पनि मैले खुँडेँ। अनि त्यसपछि यता दाल तरकारी पनि उम्लिसकेको थियो। अनि त्यसको माथि चाहिँ मैले त्यो रेडी गरेको थिएँ मसलाहरू पकाएर, त्यो मसला चाहिँ मैले यता साइडमा त्यो तरकारीमा चाहिँ हालिदिएँ। ल हेर्नुहोस्, यस्तो दामी मिठो पाराको भयो नि है। अनि मैले भात हालेँ, त्यसपछि त्यसमा तरकारी, अनि त्यसपछि साइडमा मैले चाहिँ घिउ हालेर अनि यसरी चाहिँ मिचेर कस्तो दामी भात, यस्तो मिठो भात थियो है। यसरी नै बनाएर हजुरले पनि खानु।